चाहिँ राम लक्ष्मण प्रावि फोक्सिन्टार स्कुल हो। यो हाम्रो गाउँमा अहिले त पहिले त के व्यवस्थित थिएन, अहिले त व्यवस्थित टेबल कुर्सी कम्प्युटर पनि राख्नु भएको छ। यहीँ सम्पूर्ण व्यवस्थित तरिकाले यहाँ बस्नु भएको छ। यहीँ अब हाम्रो यहाँ प्र हुनुहुन्छ राजन राई सर, नमस्कार। नमस्कार। तपाईँ यहाँ प्र भएर आउनुभयो कति वर्ष भयो? 1 वर्ष जति भयो। ए, स्कुल कसरी चलेको छ? स्कुल अहिले राम्रै तरिकाले चलेछ, व्यवस्थित तरिकाले बनाउने योजना छ। अझै अहिलेसम्म चाहिँ ठिकै छ, अहिलेसम्म यतिको चलिरहेछ। भनेपछि अनि टोटल विद्यार्थीको सङ्ख्या कतिजना जति होला सर? टोटल विद्यार्थी अहिले इमिक्समा चाहिँ 53 जना छ। 1 देखि 5 सम्म 53 जना। यहाँ शिक्षकहरू चाहिँ कतिजना हुनुहुन्छ? शिक्षक हामी 2 जना, 1 जना सका, 1 जना कासा गरेर 4 जना। सका भनेको बाल विकास केन्द्रको। अनि अरू तपाईँ चाहिँ? म चाहिँ करारमा अस्थायी करार। हजुर। ए, भनेपछि अब स्कुल राम्रै चल्दैछ होइन? ठिकै छ, अहिलेसम्म राम्रै तरिकाले चलिरहेको छ। तपाईँ हाम्रो गाउँको छिमेकी प्र भएपछि हाम्रो स्कुललाई तपाईँले व्यवस्थित गर्नुहुन्छ भन्ने नि मान्छेहरू गाउँका काका बाबुहरूको भनाइ छ होइन? यहाँहरूको सहयोग र विभिन्न सङ्घ संस्था प्रतिनिधिको सहयोगमा राम्रै बनाउन सकिन्छ भन्ने लागेको छ। भनेपछि तपाईँ घरबाट यहाँ आउनु कति टाइम लाग्छ सर बाइकमा? बाइकमा 15-20 मिनट लाग्छ। हाम्रो प्रधानाध्यापक राजन राई यहाँ बोर्ड पनि रहेछ है, हाम्रो हेड सर। केही भन्नुहुन्छ सर स्कुलको बारेमा? होइन, ठिकै छ सबै कुराहरू। अब अझै राम्रो बनाउने योजनाहरू छ। सम्पूर्णको सहयोग चाहिँ आवश्यकता छ। सबैजनाले यो स्कुल जस्तो पवित्र स्थानलाई चाहिँ माया गर्नुहुन्छ भन्ने लागेको छ र विभिन्न क्षेत्रबाट विभिन्न ठाउँमा रहने व्यक्तिहरूबाट पनि सहयोगको अपेक्षा गर्छु। मेरो भनाइ यति नै हो। थ्याङ्क यू सर।